त्यस्ता ठौर ठेरानो जहाँ आफ्नो परमात्मा जहाँ बस्नु भएको छ त्यही आफूलाई पनि बस्ने ठाउँ बनाऊ भनेर भन्नुहुन्छ। तब लग घर पावत नहीं आपनो, जब तिमीले आफ्नो परब्रह्म परमात्माको सानिध्यतालाई चिन्न सक्दैनौ, आफूलाई चिन्न सक्दैनौ भने तिमी भोलिको दिनमा दोधारमा पर्नेछौ। यदि तिम्रो संसारमा कुनै पनि ठाउँमा बस्ने घर छैन अनि तिमीले आफूले सहारा मागेको ठाउँमा बस्ने ठेगाना छैन भने अलपत्र परे झै तिमी यो संसारबाट परमधाम जाँदा पनि तिम्रो आत्मालाई भड्क नबनाऊ। भड्क भनेको आफू यता न उताको नबनाऊ भनेर भन्नु भएको हो। तोलो भटक फिरत भरमानो, तिमीले यो संसारमा आफ्नो आत्मालाई नभटकाऊ। तिमी न यो संसारको हुन सक्छौ न त तिमी परमधामको नै हुन सक्छौ भनेर भन्नुहुन्छ। पाँच तत्व मेल मोहले रचियो, यो संसार त पाँच तत्वले रचिएको ब्रह्माण्ड हो। यो अतिरिक्त क्यों अटकानो, यो संसारमा तिमी किन अड्किन्छौ? तिमी आफू आफ्नो परब्रह्म परमात्मालाई खोज, या के आसपास अड्काव नहीं। तिमीलाई यो संसारमा रहेर परमात्माको चिन्तन गर्नलाई कुनै पनि असहजता भन्ने हुँदैन। तुम जाग के संशय भानो, तिमी खुद जाग, तिमी आफूले आफूमा भएको अन्धकारलाई पनि हटाऊ भनेर भन्नुहुन्छ। नींद उडाए जब चिनोगे, जब तिमी आफ्नो परब्रह्म परमात्मा अखण्ड अक्षरातीत भरतार स्वरूपलाई चिन्दछौ तब तिमी आफै जागृत भएर आफ्नो परब्रह्म परमात्मा स्वरूपलाई के गर्नेछौ? चिनेर आफ्नो मन भित्र भएको आत्मा स्वरूपलाई जागरूक गर्नलाई सफल बन्नेछौ भन्नुहुन्छ। सो अतिरिक्त क्यों अटकानो, यो संसारमा तिमी अड्किनु पर्दैन, तिमी यो संसारमा भुलिनु पर्दैन। तिमीले यदि आफूलाई जागृत गर्यौ भने तिमीले संसारमा पनि भड्किनु पर्दैन अनि संसारदेखि संसारमा आफ्नो देहलाई छोडिसके पश्चात पनि तिमीले आफ्नो आत्माको स्वरूप परमात्मालाई पहिचान गरेर आफ्नो परमात्माको सानिध्यतामा तिमी के गर्नेछौ? प्राप्त गर्न सक्नेछौ। आफ्नो निदलाई पनि के गर्नेछौ? उडाइसक्नेछौ। र तिमीले आफू भित्र भएको जो अन्धकार रूपी भ्रम छ त्यो भ्रमलाई तिमीले के गर्नु पर्दछ? हटाउनु पर्दछ भनेर इन्द्रावती वासना यस्तो प्रकारले ब्रह्म सृष्टि आत्माहरूलाई जागृत गरिराख्नु भएको छ। तब आफै घर पाओगे अपनो, त्यसपछि तिमीले न संसारमा आफ्नो परमात्मा स्वरूपको घर खोज्नु पर्दछ न संसारबाट यो देहलाई छोडिसकेपछि न तिमीले आफ्नो आत्माको घर, तिमीले परमात्माको घरलाई खोज्नु जरुरी